नमस्कार सम्पूर्णलाई सहयोगको लागि अफिस डोल्पा जिल्ला त्रिपुरा सुन्दरी नगरपालिका वार्ड नम्बर 8 दागिना बस्ने श्री बुद्धिचन्द्र कटुवालकी श्रीमती बुद्धिकला कटुवाल मिति 2082 8 महिना 24 गते घर डेलिभरी हुन नसकेर स्वास्थ्य चौकी लगिएको थियो। स्वास्थ्य चौकी लिँदा पनि स्वास्थ्य चौकीमा नै डेलिभरी हुन नसकेर दुनै हस्पिटलमा डेलिभरी हुन नसक्दा उहाँलाई अपरेसन गरेर डेलिभरी गराइयो। तर आमालाई अपरेसन गरेको घाउ 2 हप्तासम्म राखेर सन्चो नभएपछि 2 पटक टाँगा निकालेर सिलाउँदा पनि सन्चो नभएर अहिले नेपाल भेरी हस्पिटलमा उपचार भइरहेको छ। डाक्टरको सल्लाह सुझाव अनुसार उहाँलाई घाउ सुकाउन, जुन अपरेसन गरेर सिलाएको घाउ सुकाउन अझै 1-2 हप्ता लाग्छ। बिरामीको एकदमै नाजुक अवस्था भन्नु खोजेको तपाईँको आर्थिक अवस्थामा एकदम नाजुक छ। उहाँको 2टा साना छोरी श्रीमान चाहिँ कान नसुन्ने हुनुहुन्छ। डोल्पामाको चन्दा उठाइराख्नु भएको छ आफ्नो श्रीमती उपचारको लागि। उहाँ बेरोजगार हुनुहुन्छ, स्वदेश तथा विदेशमा हुनुहुन्छ। उहाँ दाजु आफूले सकेको सहयोग गर्नु होला। मेरो तर्फ अर्थात् डोल्पा ग्यालरीको तर्फबाट मैले 2500 सहयोग गर्ने बाचा गरेको छु, सहयोग पनि गर्नेछु। स्क्रिनसट पनि तपाईँहरूले प्रोभाइड गरिदिनु। थ्याङ्क यू सो मच भन्न चाहन्छु। जति नै युट्युब च्यानलबाट आएको रकमहरू म चाहिँ यस्तै सहयोग गर्दै जानेछु। तपाईँहरू युट्युब च्यानलमा नि भिजिट गर्नु होला दिपेन भिडियोज। साथसाथै तपाईँहरूले आफूले सकेको रकमहरू सहयोग गर्नु होला। एउटा